हजुर नमस्कार। आज कुरा गरौँ झोले र झोले प्रवृत्तिको। झोले शब्द तपाईँहरू सबैले सुन्नुभएकै होला र हजुरहरूलाई थाहा पनि छ। नेपाल आज यो अवस्थामा हुनुको कारणै यो झोलेहरूले गर्दा हो। किन भनेर भन्नुहुन्छ भने झोलेले तपाईँको गलतलाई गलत भन्दैन, त्यस कारणले नै यस्तो भएको हो। जति पनि झोलेहरू छन् यिनका माथिल्ला नेताहरू, माथिल्ला टाउकेहरू छन् नि, यिनीहरूले गल्ती गर्दाखेरिमा गल्तीलाई गल्ती नभनिदिने, नराम्रोको पनि जय जयकार गर्ने, गलतलाई गलत नभनेर उनीहरूको सपोर्ट गरेको कारणले नै आज हाम्रो देश यो अवस्थामा छ। यो झोले प्रवृत्ति नत्याग्दसम्म मान्छेहरू जो यो पार्टीको झोला बोकेर झोला त्यागेर, पार्टीको झन्डा त्यागेर नेपालको झन्डा नबोक्दासम्म, नेपाललाई नअँगाल्दासम्म हाम्रो देश यस्तै नै हुनेवाला छ। किन भनेर भन्नुहुन्छ भने यो पार्टीका जति पनि ठुल्ठुला मान्छेहरू छन् यिनीहरूले जति पनि गल्ती गरून्, यिनीहरूले जस्तोसुकै गल्ती गरून्, जस्तोसुकै अपराध गरून्, यिनीहरूले उनीहरूको बारेमा नराम्रो भन्दैनन्, उनीहरूको जय जयकारै गर्छन्। जुन तपाईँ हामीलाई थाहा छँदैछ यिनीहरूले गलत गरेका छन्, यो गलत हो भन्ने सारा संसारलाई थाहा हुँदा पनि तर झोलेहरूले चाहिँ गलतलाई गलत भन्दैन र उल्टै त्यसलाई छोप्ने काम गरिरहेका हुन्छन्। जस्तो हामीले चाहिँ भाद्र 23 पश्चात 24 पश्चात नेपालमा जुन आगलागी भयो, जुन घटना भयो, त्यसपछि शेरबहादुर देउवाको घरमा जलेका पैसाहरू सारा संसारलाई थाहा छ। तर त्यसै राति भोलिपल्टैबाट चाहिँ यो झोलेहरूले, नेपाली काङ्ग्रेसका झोलेहरूले चाहिँ शेरबहादुर देउवाको घरमा जलेको पैसा एआईबाट बनाएको भनेर हामीले सम्पूर्ण नेपालीमा यो चाहिँ सुनाउनु पर्छ, मान्छेलाई बुझाउनु पर्छ भनेर चाहिँ यसरी ढाकछोप गरेको तपाईँ हामी सबैले देख्यो। त्यसपछि एमालेका झोलेहरू पनि छन्। हिजो भर्खर पनि देख्नुभयो दाङमा रासोपाको तपाईँको अधिवेशन हुँदाखेरिमा त्यहाँ गएर कसैले झन्डा जलाएछ, एमालेको झन्डा जलाएछ। त्यसपछि त्यही झन्डाको विरोध गर्दै अहिले एमालेका भातृ सङ्गठनहरूले के भनेका छन् भने पहिला 23 गते पहिला सिंहदरबार जल्यो, त्यसपछि मात्रै गोली चल्यो भनेर यसरी अफवाह फैलाइरहेका छन्। जुन कुरा तपाईलाई थाहा छ, पहिला संसद जल्यो, पछि गोली चल्यो। हामीलाई सबैलाई थाहा भएकै कुरो हो। 23 गते बिहान पहिला गोली चल्यो, बालबालिका ढले, रगतका खोलो बग्यो, त्यसपछि मात्रै आगलागी भएको थियो। त्यो कुरा सबैलाई ज्ञानै छ। तर अहिले समाजमा यसरी भरम फैलाउन खोजिरहेका छन् यस्ता झोलेहरूले, जुन तपाईँ हामीले गाउँ समाजमा देखिरहेका पनि छौँ, हजुरहरूलाई पनि थाहा होला। ती झोलेहरूको कुनै काम छैन, पेसा छैन, कुनै व्यवसाय छैन। यिनीहरू पार्टीको जय जयकार गरेर हिँड्दा मात्रै पनि यिनलाई सबै कुरा सुखी सम्पन्न छन्, आलिसान घर छ, गाडी छ, घोडा छ, यिनले काम केही गर्नु पर्दैन। हजुर हामीलाई हेर्ने हो भने परदेशमा यसरी दुःख गर्न आइएको छ। हाम्रा बुढाबाका बाआमा, बाल बच्चा, भर्खर बिहा गरेका श्रीमती, त्यसरी छोडेर हामी परदेशमा यसरी टाढा बस्न बाध्य छौँ। यो सबै यो झोलेहरूले गर्दा पनि हामीलाई धेरै असर परेको छ। झोलेपना नत्याग्दासम्म देश अगाडि बढ्नै सक्दैन के। तपाईँहरू गलतलाई गलत भन्न सक्दैन भने अनि कसरी हुन्छ? गल्ती गरेपछि गल्ती भन्नु पर्यो नि, गलतलाई गलत भन्नु पर्यो नि, अनि बल्ल न देश अगाडि बढ्छ। बल्ल न त गल्ती गर्ने मान्छे डराउँछ। उसले गल्ती गर्दै जान्छ, यिनीहरूले छोप्दै जान्छन्, छोप्दै गरिसकेपछि कसरी ऊ डराउँछ? उसले त अझै गल्ती गर्न उसलाई त डरै हुँदैन। तपाईँको यी ठुल्ठुला भ्रष्टाचारहरू कति आए बाहिर, काण्डै काण्ड आएको छ। एक महिनामा हिजो केपी शर्मा ओलीको सरकार हुँदाखेरिमा महिनामा कत्रा अर्बौं भ्रष्टाचारको काण्डहरू आए। त्यो काण्डको विषयमा झोलेहरू केही पनि बोल्दैन। प्रधानमन्त्रीले पनि सपोर्ट गरेर त्यो फाइलहरू खोल्ने, अनुसन्धान गर्ने काम केही पनि गर्दैन। यो सबै झोले प्रवृत्तिले गर्दा हो। जबसम्म झोले प्रवृत्ति अन्त्य हुँदैन, न भ्रष्टाचार निर्मूल हुन्छ, न देशको विकास हुन्छ, न देश सुदृढ अवस्थामा जान्छ। तपाईँ हामी यसरी सबैले चाहिँ नि यी झोलेहरूलाई जहाँ भेटिन्छ, जहाँ देखिन्छ, जो बोल्छ, यो हामी सबै मिलेर झोलेहरूलाई बहिष्कार गर्नुपर्छ, झोलेहरूलाई थर्काउनुपर्छ। यिनीहरूलाई चाहिँ झोलेपना त्याग गर्नको लागि हामीले प्रेरित गर्नुपर्छ, अनि बल्ल देश अगाडि बढ्न सक्छ।